यो हसिना सिमसार क्षेत्र हो र यहाँ सावित्री माविका टिचर स्टाफहरू पिकनिक आएका छौँ र हाम्रा सरम्यामहरू यहाँ रमाइलो गर्दै हुनुहुन्छ। हाम्रो रमाइलो सँगसँगै हाम्रो खाजा पनि तयारी भइरहेको थियो। आरामसँगै हाम्रो म्यामहरूले अन्ताक्षरी सुरु गर्नुभयो। सावित्री सबै सावित्री उठेर हामीले खुसी मनाउन, आपसी सम्बन्ध र एकतालाई बलियो बनाउन र यो विशेष दिनले अविस्मरणीय बनाउन केकको सहायता ल्याउँ। वनभोज कार्यक्रमलाई थप रमाइलो बनाउन बमसरको सक्रियतामा एउटा खेलको तयारी गरियो। तपाईँहरूको अनुरोधमा मैले एउटा गीत चाहिँ 2 लाइन गाउन गएको मेरोमा चाहिँ मोबाइल फोनमा बोलेको अभिनय गर्ने भनेको छ। यो अलिक कलाविहीनलाई चाहिँ अलिक नै पर्ने खालको छ। त्यही पनि म प्रयास गर्छु। हेलो 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 हाई धन्यवाद। धेरै सजिलो हो कि हो यो भालेको मासु जगी चागिसक्यो, अब कराउनु पर्ने अरे हो यो भाले मासेको नकल गर्ने भाले त पर्यो। चुटकिला भन्ने परेछ, चुटकिला सजिलै परेछ। अब म चुटकिला भन्छु। 2जना साथी हिँड्दै थिए अरे, अनि
यस्तै पार्कमा भेट भएछ अरे। अनि पार्कमा भेट भइसकेपछि गीत गाउँ हामी भन्दै थियो अरे। अनि गीत गाएछ अरे एउटा ए भन्ने साथीले, देउरालीको चौतारीमा सङ्गिनीले आँखा छोपेको आउँछ अझै झझल्को, पिकनिक खाएको आउँछ अझै झझल्को भनेछ। त्यसैगरी यसो हेरेछ अरे त्यो साथीको त यहाँ यत्रो के भइ पो राखेको छ। अनि तिमीलाई के भयो भनेर सोधेछ अरे। अनि त्यो साथीले गीतकै शैलीमा जवाफ दिएछ अरे, देउरालीको चौतारीमा सङ्गिनीले लाठी हानेको दुख्छ अझै टुटुलको भनेछ अरे। धन्यवाद सर र सम्पूर्ण नमस्ते। मेरो चाहिँ नाच्ने परेको पढाइरहेको अभिनय सम्पूर्ण भाइ विद्यार्थीहरूमा मेरो नमस्कार गुड आफ्टरनुन सबैमा। ल अब आज हामी हिजो म पिकनिक गएको कारणले गर्दाखेरि कक्षामा उपस्थित हुन सकिनँ र भाइ बहिनीहरूलाई त्यसको लागि म क्षमा प्रार्थी छु र क्षमा पनि माग्दछु। सरी। र मैले हिजो दिएको गृह कार्यहरू थियो, तिमीहरूले आज गरेर ल्यायौ कि ल्याएनौ त? कसले गरेको छ? सबैजनालाई धन्यवाद भाइ बहिनीहरूलाई। र हामी सधैँ अनुशासन भएर बस्नुपर्छ। हामी विद्यार्थी हौँ, विद्यार्थी मात्रै नभएर सबैले अनुशासनको एकदमै महत्त्वपूर्ण भूमिका रहन्छ हाम्रो जीवनमा। अनुशासन भएन भने हामीले हाम्रो जीवनलाई अगाडि बढाउन सक्दैनौँ र सधैँ अनुशासनलाई चाहिँ आत्मसात गर्दै अगाडि बढ्नुपर्छ है। हस् त, आजलाई यति नै है। धन्यवाद। खेलको अनुसार चाहिँ म आज रोएको अभिनय गर्दैछु। चाहिँ रचना वाचन गर्नेछ, म त्यसैलाई नै गर्न चाहन्छु। मेरो कविताको शीर्षक रहेको छ फुल र म। सुरु गरौँ होइन त? फुल र म। निकै परबाट आँखामा ठोकिरहेको थियो एक दृश्य बगैँचाको। फुलहरू नाचिरहेझै गुनगुनाइरहेझै लाग्थे बतासको मधुर सङ्गीतमा। घोलेर अत्तर मादकताको मगमगाइरहेथे बेपरवाह निसङ्कोच। लाग्थ्यो कि सुन्दरताको पर्याय फुल बाहेक अरू के हुन सक्ला? फुलको समीपमा भन्दा धेर आनन्द, सन्तुष्टि, शान्ति कहाँ मिल्ला? मन लोभियो, टुट्यो धीरता, तान्न थाल्यो आकर्षणको चुम्बकीय शक्तिले र अनायसै लम्कन थाले पाइलाहरू फुलको नजिक, अझै नजिक। जब समाप्त भयो फुल र म बीचको दूरी, भत्कन थाल्यो उत्सुकताको पर्खाल। टुङ्गिँदै गए नजरका प्रश्नवाचक तीरहरू। गमे के पाएनन् मेरा आँखाले? जसङ्ग भए जो देखिन बाँकी थिए तिनलाई पो पाए। हिंस्रक काँडाहरू, रोगी पुराना पत्ता, झुसिल किराका सत्ता। अनि भेटे यस्तै केही अप्रिय आकृतिहरू फुलकै समीपमा। साँच्चै चीजहरू टाढैबाट बडो सुन्दर लाग्छन्, बिझाउन सक्छन् फुलकै सङ्गतले पनि। सायद दूरीको आफ्नै अपत्यारिलो सौन्दर्य छ, दूरीको आफ्नै मिठो सुन्दरता छ। त्यसैले अघिसम्म फुल र म बीचको दूरी मिठो थियो। धन्यवाद। एकदम खुसी लागेको छ। मेरो भागमा यहाँ परेको गाउँ खानेको कथा परेको छ। गाउँ खाने कथा भन्छु, हजुरहरूले उत्तर दिनु। खाने कथा चाहिँ के हेर्छस् मलाई, पाक्दैछन् तँलाई, ज्यान जान्छन् मेरो, मासु खान्छन् तेरो, के हो?
क्षेत्र सबै मेरो अरू सबै नराम्रो चिज तपाईँहरूको यसको सही एन्सर चाहिँ बल्छीमा माछा थापेको। धन्यवाद। मेरो यो कार्यक्रममा चाहिँ भाषण गर्ने परेको छ। कार्यक्रममा चाहिँ हाम्रो सावित्री मावि जति पनि आफ्नो काम थाती राखेर यस स्थानमा उपस्थिति भइदिनु भएकोमा म उहाँहरू सबैजनालाई शुभकामना स्वागत गर्दै आजको मेरो 20 शब्द चाहिँ यही अन्त्य गर्दछु। धन्यवाद। थ्याङ्क यू सो मच हुन्छ यो एउटा मिठो कार्यक्रमको आयोजना पनि भयो सबैलाई नमस्कार गरौँ र महत्त्वपूर्ण मेमोरेबल पिकनिक भयो है। पछि हामी त यस्तो मान्छेहरू साथी पुगुन्जेलसम्म भवितव्य भएन भने सँगसँगै हुने मान्छेहरू होइन। त्यसो भएको कारण हामी सबै सँगै बस्न पाइयोस्। म तपाईँहरूको पहिला एउटा फोटो चाहिँ खिच्छु है। सर यस हाम्रो श्री सावित्री माध्यमिक विद्यालयको वनभोज कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरू, यस विद्यालयका प्रधानाध्यापक, विवेश अध्यक्षज्यू, सहायक प्रधानाध्यापक लगायत सम्पूर्ण शिक्षक वर्गहरूमा मेरो नमस्कार। वर्षभरि विद्यार्थीहरूसँग रस्साकसी गर्दै ज्ञानको ज्योति छर्दै आज एक दिन हामी यस स्थानमा दुःख सुख रमाइला पलहरू साटासाट गर्नको लागि उपस्थित भएका छौँ र यो अवसर हामी सबैको सरसल्लाह र सहमतिमा भएकोमा सम्पूर्ण सर म्यामहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो रमाइलो कार्यक्रम आयोजना गर्नुभएकोमा पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसरी नै हरेक वर्ष हामी पिकनिकमा रमाउँ, आफ्ना दुःख सुखहरू साटासाट गरौँ, रमाइलो गरौँ भन्दै मेरा 2 शब्द यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। र मेरो शीर्षक चाहिँ भाषण गर्ने साथीलाई गीत गाउनलाई आफू नाच्ने भन्ने छ। अब मलाई नाच्न त खासै आउँदैन र पनि अब ठिकै छ, यही छ, ट्विट गर्नु मिलेन। म आफ्नो साथी भन्नाले हाम्रो आदरणीय श्याम सरलाई गाउनको लागि अनुरोध गर्दै म यसो नाच्छु होला। मैले सुनेर रे काउन्टाउन दिन होला तपाईँहरूले। हस्केल गर्दैमा सुताउने बेला भो आजको दिनैमा। हस्केल गर्दैमा सुताउने बेला भो आजको दिनैमा। आजको दिन रमाइलो माझ हातमा हात देऊ। आजको दिन रमाइलो साथमा साथ देऊ। हस्केल गर्दैमा
खास खेल गर्दैन छुटाउने बेला भो आजको दिनैन। ल सबैलाई धन्यवाद। समाचार भन्ने छ अब सिएनएनलाई नि परेछ यार। हसिना सिमसार न्युज टेलिभिजनमा म उपस्थित भएको छु र आजको मुख्य समाचारको हेडलाइन श्री सावित्री माध्यमिक विद्यालयबाट केही साथीहरू 15 किलोमिटरको डिस्टेन्समा आउनुपर्ने 30 किलोमिटर हिँडेर आइपुगेको मुख्य समाचार। हसिना सिमसारले बोलायो, हसिना सिमसारले हरियो घाँस पानी साथ हेर्नु गम्माजहरू अघि बढे हाँस्दै हाँस्दै कमान भुवन साथमा बस्दैछन् के तेजी तारा। ओहो तेजी, ओहो तारा। फुल चाहिँ खोली खुसीको रङ चारैतिर चामसर राम्रो आएको छैन नि, तै पनि मैले सम्झेछु। मुनिराम सर, बराल सर योजना बनाउँदै मिस गीत गुनगुनाउँदै यसमा आमाको माया छैन। सोहन सरको जोस जागर दुई मुस्कान हँसिलो बन्ने सारा स्थान है। रेवती मिसको स्वर मिठास बुद्ध सर कति शान्त विश्वास हुन्छ है। बिन्जु समीक्षा तस्बिरमा सम्झना छनिन् मनभित्रमा सुरेश महेन्द्र खेलकुदमा हलियो सिमसार चारैतिर। मिसको मिठो सर मिसको मिठो सर श्याम सरको निशा मिसको उज्यालो आशा, रामकुमारी मिसको आशिष, टङ्का सरको जोस जागन परिवार हसिना सिमसार सम्झना बोलाउँ, हसिना सिमसार सम्झना बोलाउँ। यो पिकनिक सधैँ मनमा रहोस्, हसिना सिमसार सम्झनामा बसोस्। यो पिकनिक सधैँ मनमा रहोस्। खेलकुदको समाप्तिसँगै हाम्रो खाने कार्यक्रम सुरु भयो। मिस कस्तो छ मिस? कस्तो लाग्यो पिकनिक? कमला मिस, हाम्रो प्रिन्सिपल हेड टिचर रमन सर, सोचेभन्दा राम्रो। हाम्रो एउटा जय म्याम, बिजु म्याम राम्रो छ सर, एकदम राम्रो, फिट एन्ड फाइन बिजु म्याम। हाम्रो समीक्षा मिस, अनि यता हाम्रो निशा मिस भर्खर आउनुभयो हाम्रो चस्मा म्याम। के छ आजको बारेमा, पिकनिकको खानाको बारेमा? अति मिठो। हस् म यता हिँडेँ। हाम्रो म्यामको नाम त थाहा भयो नि तपाईँलाई चाहिँ कस्तो लागिरहेको छ आज पिकनिक? जसले छ ल के छ ओपिनियन? हाम्रो सायद हुनुहुन्छ बन्सर बाजर गजब भइरहेछ। शुभम के छ? स्यामसन सूर्य सूर्य के खाएको भनिदेऊ त? सन्सन अनि कति गरी लिनु नि खाना? ए हो यो तपाईँको कस्तो भइरहेछ? एकदम दामी। ए ठिक छ, म्यानेज गरौँला नि अहिले।
हाम्रो विद्यालय व्यवस्थापन समिति अध्यक्षजी हुनुहुन्छ विमल राई। कस्तो भइरहेछ हाम्रो आजको पिकनिक? राम्रो छ, रमाइलो छ सबै। खानेकुरा कस्तो छ हाम्रो गोले सर? एकदम राम्रो छ, महेन्द्र सर, मिठो छ, बुद्ध सर भेरी गुड। रमाइलो भयो नि आज? तारा सर आजको हाम्रो मुख्य व्यवस्थापक कस्तो भइरहेछ पिकनिक आज? राम्रो रहेछ सर, आज साह्रै एकदम खुसी छु। अब सबै साथीहरू पनि खुसी नै हुनुहुन्छ। ल समग्रमा सबैलाई चस्मा चस्मा रमाइलो पल साँच्चै छोटो हुने रहेछ। दिन ढल्केको थाहै भएन। 2082 सालको श्री सावित्री माध्यमिक विद्यालयको स्टाफ पिकनिकले नयाँ ऊर्जा र जोस प्रदान गरेको छ। यस वनभोज कार्यक्रमले पक्कै पनि हामीहरू बिचको सम्बन्ध अझै प्रगाढ हुने नै छ।